फागुन 21 गते हुँदै गरेको प्रतिनिधि सभा चुनावका लागि हाम्रो संस्कृति पार्टीबाट उमा कुमारी राई लगायतका विभिन्न समानुपातिक सांसदहरू तपाईँको घर दैलोमा लागिरहनु भएको छ। सबैले सकारात्मक भएर साथ दिनुहोला, सहयोग गर्नुहोला, हौसला दिनुहोला। किनकि तपाईँको सङ्घसभाको माटो बचोस्। सङ्घसभाको माटो चाहिँ सिंहदरबारदेखि लिएर पार्लियामेन्टसम्म बुझियोस्। यानि कि सङ्घसभाको माटो कुनै विश्वभरि चिनाइरहनु पर्दै छैन। मेरो माटोको उद्देश्य, हाम्रो माटोको उद्देश्य के भने सिलिचुङको माथिको गोगुनेदेखि लिएर सिलिचुङको टुप्पादेखि जुन माङ्तेको बेसीदेखि लिएर याफुको टुप्पासम्मको आवाज चाहिँ देशमा बोलिनुपर्छ, देशमा चिनिनुपर्छ। बटखोलाको च्याम्ताङ चेपुवादेखि लिएर हटिया हुङको माटो चाहिँ नेपालभरि बोलिनुपर्छ। मकालुको शिवधारादेखि लिएर टाँसी गाउँ, नुर्पु गाउँदेखि आला ओलिङ स्वयंतिर सबै कुराको आवाज माटो चाहिँ सङ्घसभाको माटो बोलिनुपर्छ। चिचिलाको मत्स्य पोखरीदेखि देवीटार हुँदै पुखुवा दिदिङ सबै क्षेत्रको माटो बोलिनुपर्छ है। त्यसरी सभा पोखरीको विभिन्न ठाउँको स्वास्थ्यदेखि लिएर सभा पोखरी गाउँपालिकाभरिको मानिसहरूको माटोको सम्बोधन हुनुपर्छ। भाजखपनको लिङलिङ हुँदै स्याबुन सिबुवादेखि लिएर तपाईँको निगमगढी धुपु 12 छेउसम्मको चाहिँ आवाज चाहिँ पार्लियामेन्ट भवनमा सुनिनुपर्छ। सङ्घसभाको आवाज चाहिँ देशभरि सुनिनुपर्छ। चैनपुरको नुनडाकी सिङरिङ हुँदै तल केवाबेसी खराङ हात्तीछुडेसम्मको आवाजहरू सुनिनुपर्छ। धर्मदेवीको त्यस्तै हेवाबेसी माथि धर्मदेवीको मदाम सिंहदेखि मुडे हुँदै मदाम सिंह तेल्लोक महावीरसम्मको आवाजहरू चाहिँ ठाउँमा सुनिनुपर्छ। मैले भन्दै गर्दाखेरि म भन्छु, अझै पनि भन्छु, खाँदबारी मात्रै को आवाज होइन, सङ्घसभाको आवाज खाँदबारी मात्रै होइन, खाँदबारी भित्रका हिल्लाबेसी चेवाबेसी चाँपाबोटे बतासे कात्तिकेदेखि लिएर आङ्ला गैरी आङ्ला डाँडापाङमा सबैको आवाज चाहिँ तपाईँले यो आवाज सम्बोधन हुनुपर्छ। त्यस कारणले नत्र भने विभिन्न 10औँ स्थानमा खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, मादे नगरपालिका, धर्मदेवी नगरपालिका, पाँचखोप नगरपालिकादेखि लिएर सिरिचुङ गाउँपालिका, चिचिला गाउँपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, भोटखोला गाउँपालिकासम्मको आवाज संसद भवनमा सुनिनुपर्छ। सङ्घसभालाई चाहिँ देशभित्र चिनाउनुपर्छ अनि मात्र विदेशमा चिनिन्छ। यदि त सङ्घसभा विदेशमा चिनाउनु आवश्यक छैन, हाम्रा उम्मेदवारहरू जाँदै गर्दाखेरि म यही भन्दैछु, खालि सङ्घसभाको आवाज। तर सङ्घसभाको आवाजलाई, सङ्घसभाको माटोलाई यतिसम्म चाहिँ कौडीको भावमा बेचेर सङ्घसभाको माटोलाई यतिसम्म चाहिँ विभिन्न योजनाहरूलाई चाहिँ यति सजिलै बुझाउन पनि मन्जुर नहुनु होला। यदि त्यो पनि पहिला सोध्नु होला तपाईँहरूले। तपाईँको विभिन्न राजनीतिक दलका साथीहरूलाई, विभिन्न राजनीतिक दलको उम्मेदवारहरू आफ्नो तपाईँले चाहना गर्नुभएको, आफूले चाहना गर्नुभएको आफ्नो राजनीतिक दलको व्यक्तिहरूलाई सोध्नु, उम्मेदवारलाई सोध्नु होला। किनकि लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भने तपाईँले बुझेर, तपाईँले टेस्ट गरेर, तपाईँको कुरा बुझेर मात्रै त्यसलाई भोट दिने अधिकार तपाईँमा छ। भन्नुभयो कस्तो राम्रो अधिकार छ भने तपाईँ एउटा धनाढ्य मान्छे हुनुहुन्छ, तर पनि तपाईँको एक मत हो। एउटा गरिब मान्छे, एउटा अपाङ्ग मान्छे, एउटा नम्बर मान्छेको नि एक भोट हो। सबैभन्दा इक्वालिटी भनेको भोट मतदाता मात्रै हुन्छ। त्यस कारणले तपाईँको मत कसैले पनि 2-4 हजार रुपियाँ दिएको भरमा, कसैले मासु भात खुवाएको भरमा र कसैले तपाईँलाई फकाएको भरमा, कसैले फुल्साएको भरमा तपाईँले त्यो मत अवश्य पनि कतै खेरा नफाल्नु होला। म तपाईँलाई विश्वास गर्छु। यानि कि तपाईँलाई म अहिले पनि भन्दिनँ तपाईँले हाम्रो पार्टीलाई चुनाव दिनुहोस् भन्दिनँ, अहिले पनि म भन्दिनँ तपाईँले हाम्रो पार्टीलाई चुनाव दिनुहोस् भन्दिनँ। तर राजनीतिमा तपाईँले, लोकतन्त्रमा तपाईँले छान्नुभएको उम्मेदवार, तपाईँको प्रतिनिधि तपाईँप्रति कति जिम्मेवारी छ भन्ने कुरो। कति तपाईँको प्रतिनिधिले शिक्षा, स्वास्थ्य जस्ता कुरामा राजनीति गरिरहेको छ। अगाडिको कुराहरू हामीले हेर्नु, पुराना दलका कुराहरू के गर्नु, कसो गर्नु होइन। एउटा पार्टीले लियो, एउटा पार्टीले लिएको बजेटमा अर्को पार्टीले अर्को विरोध गर्ने, एउटा पार्टीले ल्याउन आँटेको विरोधमा योजनामा अर्कोले विरोध गर्ने। जिल्ला हस्पिटलको हालत देखिहाल्नुभयो। जिल्ला हस्पिटल सङ्घसभाको कुरा मलाई यति चित्त नबुझेको कुरा हो, मलाई साह्रै चित्त नबुझेको। सिटी स्क्यान मेसिन आउने कुरामा काङ्ग्रेसको मन्त्रीहरूले, काङ्ग्रेसको सांसदहरू ल्याउनु खोज्दैमा माओवादीको सांसदले चाहिँ विरोध गर्ने, माओवादीको सांसदले ल्याउनु खोज्दैमा एमालेको सांसदले विरोध गर्ने। आज यतिसम्म चाहिँ राजनीति गर्न सकेको छ। आज तपाईँको वरिपरि हुँदै गरेको ठुलो आयोजनाहरूमा हेर्नुहोस्, तपाईँको ठुलो आयोजनाहरूमा आज तपाईँको गाउँपालिका स्थानीय तहले गर्नु खोजेको प्रोजेक्टमा मलाई एउटा व्यवसायलाई केही सामानको लागि चाहिँ
माटो दिनु न, 1 ट्र्याक्टर माटो दिनु न भन्दाखेरि तपाईँले नै सामुदायिक वनले नै रोक्ने आज हामीलाई हामीले सामुदायिक समाजको विकासको लागि, स्थानीय विकासको लागि तर ठुला परियोजनाहरू हाइड्रो पावरदेखि ठुलो योजनाले आज डङडङ्गी माटो खनेर लाँदाखेरि डङडङ्गी रुख लडाउँदाखेरि पनि आज हामी चुप हलाएर बस्नुपर्ने अवस्था छ। बुझ्नुहोस्, केन्द्रदेखि नै यो अवस्था आइसकेको छ। केन्द्रदेखि नै यो कुराहरू सबैलाई चाहिँ बिकाउ सरकार भइसकेको छ। याद गर्नुहोस्, जनता मरेर भएको विकास कुनै पनि ठुलो कुरो होइन। भलै होला विकास होला, तपाईँले हिँडिरहने सडकमा टाल मार्बलले बिछेला टिक्क टल्केर तपाईँ हिँड्दै गरेको घरको अगाडि टडक्क होला, तर पनि तपाईँले गरिदिएको व्यवसायमा चडक्क परेको होला, तर तपाईँले गरेको व्यवसायमा कुनै पनि ग्राहक आएन भने त्यो कुन विकास हो र? तपाईँले गर्नुभएको हरेक कुरामा त्यो विकासले तपाईँलाई सपोर्ट गरेन भने तपाईँको के विकास हो र? तपाईँले मचानघाटमा चाहिँ राम्रो घर बनाउनु भयो जस्तो हो, यानि कि तपाईँको जुन कुरा चाहिँ कुनै कुरा आवश्यक कुराको लागि राखेको कुरा मान्छे नआएपछि, आवश्यकको लागि नै जुनको लागि आवश्यक थियो त्यो नै कुरा नभएपछि विकासको के अर्थ? म भन्छु अझै पनि सङ्घसभा दाजुभाइ, आमाबाउ, दिदीभाइ, दाजुबहिनी सम्पूर्णलाई म शिक्षा बुद्धिजीवी सम्पूर्णलाई म के भन्छु भने कतै तपाईँ हामीले आफ्नो छरछिमेकीसँग शत्रुता कमाउँदै तपाईँको छरछिमेकीलाई पख त्यो माटो छुलास, पख त्यो रुख काट्लास, पख तैँले त्यो रुख काटिस्, सालको रुख काटिस्, लडाइस् भनेर शत्रु कमाएको आज रोकेको यसकै लागि हो, हामीले यसकै लागि हो। हेर, आफ्नो खुसी मोल तोकेर आज सङ्घसभाभित्र हातबेर नगरपालिकाभित्रको 100,000औँवटा सालको रुख काटिँदा पनि हामी मौन्छौँ। हामीले यसको लागि बचाएको घरमा वनमा डढेलो लाग्दै गर्दाखेरि तपाईँ हामीले वन निभाउँदै गर्दाखेरि आज सरकारी पक्षहरूले ठुलो हेर्दै गर्दाखेरि तपाईँ हामी समाजको मान्छेहरू गएर आगो निभाउँदै गर्दा जोगाएको वन कि यसरी ठुला परियोजनाका लागि निःशुल्क रूपमा, सहज रूपमा कसैले पैसा दिएकै भरमा सहज रूपमा दिने हो। याद गर्नुहोस्, र दियो अरे त्यसबाट आएको CSR अन्तर्गतको पैसा कोही सार्वजनिक भएको छ, पारदर्शी भएको छ। याद गर्नु होला, तपाईँले र हामीले पठाएको नेतृत्वहरू कतै ठुला योजनामा बिकेको त छैनन्। त्यस कारणले तपाईँ र हामीले यो कुरा बुझ्न जरुरी छ। त्यस कारणले यति सजिलो छैन कि हामीले पनि यति सजिलो माटो बेच्छौँ, यति सजिलो छैन कि माटो बेच्छौँ भन्ने कुरो। कृषि प्रधान देश हो भन्छौँ, तर कृषि प्रधान देश हो भन्छौँ, तर सिँचाइको लागि ल्याउन आएको कुलोमाथि, सिँचाइको लागि लगिरहेको कुलोमाथि ठुला हाइड्रो पावर जस्ता परियोजनाले के गर्छ दाजु? तपाईँको कुलोलाई चाहिँ त्यसलाई लडाएर, तपाईँको कुलोलाई चाहिँ हटाएर, त्यसलाई मासेर त्यो पुलमा पानीसम्म कुद्न नहुने बनाइदिन्छ र आफ्नो प्रोजेक्टको लागि उसले त्यो काम गर्न माथि सरकारबाट, माथि मन्त्रालयबाट स्वीकृति लिइकन तपाईँले यदि बोल्नुभयो भने तपाईँले त्यो बोल्नेको खण्डमा तपाईँलाई थाहा छ के लाग्छ? मुद्दा विकास विरोधी मुद्दा हाल्छ। यस्तो अवस्था छ। यानि कि तपाईँ जन्मदै शिशु खोला सङ्घ खोलादेखि लिएर त्यो भित्रमा तपाईँ डुलिरहनु भएको थियो नि, थाहा छ तपाईँलाई? म विगत 9-10 वर्ष अगाडिदेखि त्यो ठाउँमा हेरिरहेको थिएँ, तर आज त्यो ठाउँमा हेर्छु, जनताको गुनासो सुन्छु। शिशु सङ्घ खोला मात्र होइन, आज अरुण थर्ड, लोवर अरुण, अप्पर अरुणको कुराहरू पनि त्यत्तिकै छ। मुआब्जाको कुरा तर छ, यो सब स्टेसनको कुराहरू त्यस्तै छ, हाइटेन्सन मुनिको तारको कुराहरू त्यस्तै छ, शिक्षा र स्वास्थ्यको कुरामा अति राजनीति भइरहेको छ, खेलकुदमा त्यति राजनीति भइरहेको छ। त्यस कारणले यो राजनीति कति दिनको लागि टिक्यो? तपाईँ हाम्रो समय आइसकेको छ। यो समय भनेको तपाईँ हामीले नै हो। तपाईँको एक भोटले गर्दाखेरि, तपाईँको एक मतले गर्दाखेरि, तपाईँको एक मतको विचारले गर्दाखेरि यो देश बदलिन सक्छ। यो समय हो। सोच्नुहोस्, जान्नुहोस्। तपाईँ यदि बुझ्नुहुन्छ भने अरूलाई पनि बुझाउनुहोस्। देशप्रतिको माया, देशप्रतिको विश्वास कसरी दिलाउनुपर्छ भन्ने कुरो। माटोलाई जोगाउनुहोस्, अरू केही पनि जान्दैन। भले जित्नु होला, काङ्ग्रेसले जित्नु होला, भरे राप्रपाले जित्नु होला, राष्ट्रपाले जित्नु होला, हामीलाई केही पनि समस्या छैन, मलाई केही पनि डर छैन। तर देश बाँच्नुपर्छ, माटो जोगिनुपर्छ। कसैले पैसा दिएको भरमा, कसैले खरबौँ पैसा दिएको भन्दैमा माटो बेच्न पाइँदैन। कसैले अरबौँ खरबौँ दिन्छु, तेरो देशले कमाउने भन्दा 10औँ गुणा दिन्छु भन्ने बित्तिकै देश ठेक्का दिन पाइँदैन। याद गर्नु होला, यो कुरा बुझाउनु होला। तपाईँको वरिपरिको छरछिमेकी आमा बाबु दाजुभाइ दिदीबहिनीहरू, तपाईँले यो कुरा चाहिँ गम्भीरतामा लिनु होला। भोलि कतै तपाईँको देश, तपाईँको घर, तर अरूको अधिकार हुनसक्छ। त्यस कारणले यहाँ विभिन्न योजनाहरू आउँदै गर्दाखेरि, विभिन्न अनुदानहरू आउँदै गर्दाखेरि तपाईँ हाम्रो स्वाधीनता, तपाईँ र मेरो जुन अधिकार छ नि, कतै त्यो अधिकार बेची त सकेको छैन। सोध्नु होला। तपाईँको घरमा आउने मतदाताहरू जुन मलाई मत दिनुहोस् भनेर आउने जुन नेतृत्व चुनिएर आएका छन्, तिनीहरूलाई सोध्नु होला। कतै तपाईँले
हामीले भोट दिँदै गर्दा जित्दै गर्दा कतै नेपाल आमाप्रति तपाईँले गदारता गर्नुहुन्न, कतै नेपालको संस्कृतिमाथि तपाईँले गदारता गर्नुहुन्न, नेपालको प्रकृतिमाथि कतै गदारता गर्नुहुन्न। नयाँ प्रविधि आउँदै गर्दाखेरि कतै हाम्रो धर्म संस्कृति रीतिरिवाज मासिने त होइन। त्यस कारणले यस्ता कुराहरू तपाईँले सोच्नु होला। त्यस कारणले म अझै पनि भन्छु केही बिग्रेको छैन, अझै बिग्रेको छैन। आउँदैछ फागुन 21 गते चुनाव, प्रतिनिधि सभाको चुनाव। त्यसमा समानुपातिक र प्रत्यक्ष दुईवटा तपाईँको कागज हुन्छ। त्यसमा विभिन्न दलका विभिन्न पार्टीका मतको चिन्ह चुनाव चिन्ह हुन्छ। विचार गरेर हाल्नु होला। म यही पार्टीलाई हाल्नुहोस्, त्यही पार्टीलाई भोट हाल्नुहोस् भन्दिनँ। तर पनि कतै तपाईँले चुनेर पठाउँदै गरेको व्यक्ति कस्तो छन् भन्ने कुरो तपाईँले महसुस गर्नुहोला। कतै विभिन्न काण्डमा विभिन्न योजना लिएर आएको त छैनन्, कतै विभिन्न काण्ड लुकाएर कतै तपाईँप्रति आएको त होइन। याद गर्नुहोला, सङ्घसभाका आमा बाबु दाजुभाइ दिदीबहिनीहरू, सङ्घसभामा त सम्पूर्ण नेपाल विश्वभरिमा नेपालभित्र भएका 77वटा जिल्लाका 753वटै स्थानीय तहका सम्पूर्ण आमा बाबा दाजुभाइ दिदीबहिनीहरू, मतदाता सम्पूर्णहरूलाई म यो के भन्दछु भने आफ्नो माटो आफ्नो देश जोगाउनेहरूलाई भोट हाल्नु होला। जोसुकै होस्, तपाईँलाई विश्वास छ काङ्ग्रेसलाई हाल्नुहोस्, तपाईँलाई विश्वास छ माओवादीलाई हाल्नुहोस्, तपाईँलाई विश्वास छ रासपालाई हाल्नुहोस्, तपाईँलाई विश्वास छ नेपाल कम्युनिस्ट पार्टीलाई हाल्नुहोस्, तपाईँलाई विश्वास छ राप्रपालाई हाल्नुहोस्, तपाईँलाई विश्वास छ श्रम संस्कृतिलाई हाल्नुहोस्, तपाईँलाई विश्वास छैन श्रम संस्कृतिलाई नहाल्नुहोस्। म यो भन्छु। तर तपाईँमा यो कुरोको कन्फिडेन्ट हुनुपर्छ। भोट माग्दै गर्दाखेरि हाम्रा श्रम संस्कृतिका साथीहरूले भोट माग्दै गर्दाखेरि राजनीतिक संस्कार के छ त्यो पनि बुझ्नुहोस्। हाम्रा पार्टीका साथीहरू आउँदै गर्दाखेरि तपाईँ घर आँगनमा तपाईँलाई बुझाउन आउँदै गर्दाखेरि एउटा कुरा पनि सोध्न नबिर्सिनुहोस्, कतै तपाईँसँग राजनीतिक संस्कार कतै छ भन्ने कुरा। कतै तपाईँ दुःखी भएको ठाउँमा दुःखी नहुने, तपाईँ सुखकोमा तपाईँको सुखमा साथ नदिने, तपाईँको सुखमा नि रमाउने, तपाईँको दुःखमा नि दुःखी हुने, तपाईँको पीडामा सबैभन्दा अगाडि पुग्ने नेतृत्व चाहिँदैन। याद गर्नुहोला। र यतिसम्म पनि अराजकता नहुनु हो कि साथीहरू, विदेशमा रहने साथीहरूले फलाना पार्टीलाई भोट दिनुहोस् भने तँलाई पैसा पठाउँदैन, फलाना पार्टीलाई भोट हालिन तँलाई म पैसै पठाउँदैन। हे अभिभावकज्यूहरू, हे आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, छरछिमेकीहरू, यदि तैँले फलाना पार्टीलाई भोट हालिनस् भने म तँलाई सहयोग गर्दिनँ। यतिसम्मको अराजकता पनि देऊ। राजनीति भनेको एउटा विचार हो, बुझ्नुभयो? राजनीति भनेको एउटा विचार हो। र मेरो मान्छेहरू, श्रम संस्कृतिको मान्छेहरू भोट आउँदै गर्दाखेरि यदि त्यो गतिविधि छ भने म भन्छु त्यो संस्कृति बिनाको साथीहरूलाई भोटै नदिनु होला, तपाईँले निर्वाचन नदिनु होला, त्यो चुनाव चिन्ह नदिनु होला। तर यति पनि कन्फिडेन्स छ कि, यति मलाई कन्फिडेन्स छ कि जुन चाहिँ तपाईँले जुनसुकै पार्टीलाई भोट दिँदै गर्नुहुँदाखेरि म एउटा श्रम संस्कृति पार्टीको माटो चुनाव लिएर तपाईँको घर आँगनमा आउँदैछु। तर विभिन्न दलका सङ्घसभा, विभिन्न दलका 16औँ दलका 17औँ दलका 15औँ दलका चुनाव चिन्ह आउँदै गर्दाखेरि एउटा अन्जुलीमा भएको माटो चाहिँ चुनाव चिन्ह छ है। तपाईँले हाल्नुहोस् नहाल्नुहोस् तपाईँको विचार, म तपाईँले जानकारी गराउँछु। मैले भने तपाईँको दुःखमा मैले उपस्थित हुँदै गर्दाखेरि, तपाईँको दुःखमा मैले सहयोग गर्दै गर्दाखेरि ममा कुनै पनि राजनीतिक स्वार्थ हुनु भएन। तपाईँले जुनसुकै पार्टीलाई भोट हाल्न सक्नुहुन्छ, तपाईँले जुनसुकै पार्टीले गर्न सक्नुहुन्छ। म यो पार्टीमा आएको खण्डमा तपाईँलाई सहयोग गरेको भन्ने हुँदैन। म अझै पनि भन्छु, मेरा कम्युनिस्ट साथीहरूको घरमा पनि म जान सक्छु, मेरा काङ्ग्रेसका साथीहरूको घरमा जान सक्छु, मेरा माओवादीको घरमा, नेपाल कम्युनिस्ट पार्टीको घरमा जान सक्छु। तर राजनीतिक संस्कार चाहिँ यो हुनुपर्छ कि चुनावमा मनमा नबाडियोस्, मत बाडियोस्। चुनाव यस्तो चिज हो वर्षैपछि आइरहन्छ, नेतृत्व छानिरहन पाइन्छ, तर कहिले पनि मत बाडियोस् तर मन नबाडियोस्। समग्र 753वटा स्थानीय तहदेखि विभिन्न 77औँ जिल्लामा हुन आइरहेको स्थानीय सङ्घीय चुनाव फागुन 21 को चुनावलाई टार्गेट गर्दैन। सम्पूर्ण आमा तथा दिदीबहिनी दाजुभाइहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूले जान्नुभएको, तपाईँले पठाउनु भएको प्रतिनिधि कतै तपाईँको निर्माण क्षेत्रमा आएको बजेटमा विरोध गर्ने, विभिन्न आएको योजनामा विरोध गर्ने, विकासका निर्माणहरूमा, सेवाका कुराहरूमा विपक्षी तपाईँलाई पक्षपात गर्ने, खेलकुदको कुरामा पक्षपात गर्ने, टोलको कुरामा, विभिन्न खानेपानी, शिक्षा संस्था, खानेपानी जस्ता आधारभूत आवश्यकता जुन मानव जीवनलाई चाहिने आवश्यक घाँस बाँस कपास स्वास्थ्य शिक्षा सुरक्षा जस्ता कुरामा कतै तपाईँले पक्षपात त गर्नु भएको छैन। याद गर्नु होला। त्यस्ता कुरालाई चाहिँ तपाईँले ध्यान दिनु। अरू म केही पनि भन्दैन, मानिसलाई चाहिने आधारभूत आवश्यक घाँस बाँस कपास स्वास्थ्य शिक्षा सुरक्षा जस्ता कुराहरूलाई चाहिँ
फर्स्ट प्रायोरिटीमा जुन कुराहरू तपाईँको सामु आएर प्रत्यक्ष रूपमा म सहभागिता गराउँछु, शिक्षामा राजनीति गर्दिनँ, स्वास्थ्यमा राजनीति गर्दिनँ, माटो बेच्दिनँ, देशप्रति गद्दार गर्दिनँ भन्ने कुरा तपाईँप्रति बोल्छ, निर्धक्क भएर बोल्छ, त्यसलाई भोट हाल्नुहोस्। जय देश, जय माटो।